ल गाइज मेरो छोरीहरू चाहिँ बोर्डिङ जानलाई खाना खाँदैछ रेडी हुँदैछ ल बोर्डिङ जाँदैछिन् र राम्ररी हिँड्नुहोस् है चारजना छ छोरीहरू ल आउनुहोस् आउनुहोस् बिस्तारै आउनुहोस् साइडमा हिँड्नुहोस् अटो आउँदैछ ल कति राम्रो मिलेर हिँडेको साइज पनि उत्रे उत्रे देखिने ल ल ल हिँड्नुहोस् हिँड्नुहोस् पछाडि उता फर्केर हिँड्नुहोस् बिस्तारै है ल हेर्नुहोस् बोर्डिङ जाने नानीहरू आफ्नो आफ्नो पारामा हिँड्दैछ है अहिले चाहिँ यो मेरो छोरी सबै छोरीहरै हुन् हाई 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 ल हिँड 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 ल राम्ररी हिँड है राम्ररी हिँड ल अब पसलमा उनीहरूलाई खानु पर्यो बोर्डिङ जान आएका थिइन् ल हेर ल पैसा दिँदैछन् के खान माया हुन् के खान खोजेको है ल गाडी कुरेर लाइनमा बसेछन् कति मजाले हाम्रो कति अनुशासित छन् हाम्रो नमुना शिक्षा सदनका विद्यार्थीहरू त्यसरी ठुलोदेखि लाइनमा बसेका छन् अब मजाले पालै पालो चढेर जान्छ गाडी पनि आयो ल गाडी आइपुग्यो ल जानुहोस् ल बिस्तारै जानुहोस् एक एकजना गरेर जानुहोस् खै बाई बाई पनि गर्नु भएन बाई बाई ल ल ल ल हेर यो केटाहरू फेरि कताबाट आइपुगे छोरीहरू गाडीमा चढे अब गयो ल ल बाई 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 एउटाको पारा छोरी उफार्दैछ फेरि गयो है मेरो छोरीहरू अब भरे 4 बजे आउनुहुन्छ